अहमेवासमेवाग्रे नान्यद् यत् सतसत्परं पश्चादहं यदेतच्च यो वशिष्येत स्वम्यहम् रीतेऽर्थं यत् प्रतीयेत न प्रतीयेत चात्मनि तद्विद्यादात्मनो मायां यथा वासो यथा तमः यथा महन्ति भूतानि भूतेषु चावचेष्वनु प्रविष्टान्यप्रविष्टानि तथा तेषु न तेष्वहम् एतावदेव जिज्ञास्यम् तत्त्वजिज्ञासुनात्मनः अन्वयव्यतिरेकाभ्यां यत् स्यात् सर्वत्र सर्वदा एतन्मतं समातिष्ठ परमेण समाधिना एतन्मतं समातिष्ठ परमेण समाधिना भवान् कल्पविकल्पेषु न विमुह्यति कैचित् भवान् कल्पविकल्पेषु न विमुह्यति कैचित्। प्रिय मित्रहरू नमस्कार, म तुङ्गनाथ आज लिएर आउँदैछु 18 पुराणहरूमा श्रेष्ठ मानिएको श्रीमद् भागवत महापुराणको पनि 18,000 श्लोकको मूल सार तत्त्व मानिएको र जसको केवल पाठ गर्नाले अथवा सुन्नाले सम्पूर्ण श्रीमद् भागवत महापुराणको पाठ गरेको अथवा सुनेको श्रवण गरेको फल प्राप्त हुन्छ। त्यो हो श्रीमद् भागवतको चतुश्लोकी, जो श्री नारायणको मुखारविन्दबाट ब्रह्माजीका निम्ति सृष्टि गर्ने क्रममा निस्किएको हो र यही चतुश्लोकीलाई कालक्रममा वेदव्यासले विस्तार गरेर 18,000 श्लोक बनाएका हुन्, जो श्रीमद् भागवत महापुराणका रूपमा हाम्रा सामु छ। यसलाई सङ्गीतबद्ध गरी प्रस्तुत गरियो। यसका 2 प्रकारका सङ्गीत भएका छन्, जसमध्ये एउटा चाहिँ यहाँ हजुरहरूले भर्खरै सुन्नुभयो। त यो उपदेश दिने क्रममा ब्रह्माजीलाई भन्ने क्रममा नारायण भन्नुहुन्छ, यो सृष्टिभन्दा पहिले सत्य अथवा असत्य मिथ्या केही पनि थिएन, केवल म थिएँ अनि यो सृष्टि पनि मद्वारै भएको हो, निमित्त कारण पनि मै हुँ अनि प्रलयपछि पनि म नै रहनेछु। अर्थात् हामी यसरी बुझ्न सक्छौँ, जसरी स्वर्णालङ्कार बनाउनका निम्ति पदार्थ सुवर्ण नै चाहिन्छ, फेरि अलङ्कार गलाउँदा भने सुवर्ण नै बन्दछ। तर सुवर्ण चाहिँ अलङ्कार भए मात्र बन्छ भन्ने चाहिँ होइन। नत्र त सुन कहानीमा
अलङ्कार नभएर सुनका ढेक्का भेटिने थिए होला, डल्ला भेटिने थिए होला। त्यस्तै हामी प्राणीहरूको आत्मा चाहिँ परमात्माको अंश हो, जसलाई सही मार्गदर्शन गराई विकास गर्नको निम्ति हामी मानवलाई चेतना मिलेको हो, ज्ञान मिलेको हो, जसले नित्य र अनित्य के हो छुट्याउन सक्छ, सही र गलत खुट्याउन सक्छ। जसरी हाम्रो देह क्षणभङ्गुर हो यो सबलाई थाहा छ, तर ईश्वरीय शक्तिको प्रभाव नभई सबै मैद्वारा भएको मान्नु, आफूलाई नै सर्वोसर्वा ठान्नु, जीवनपछि मृत्यु अवश्यम्भावी छ भनेर जान्दा जान्दै पनि नजान्नु भनेको मायामा फस्नु हो। माया कस्तो हुन्छ भने जसरी थिएटरमा हामी गएर कुनै कथानक हेरिरहेका छौँ भने त्यहाँ झरी पर्दा हामी छाता ओढ्दैनौँ, हामी भिज्दैनौँ। त्यहाँ कतै आग लागि भयो भने हामी डढ्दैनौँ। त्यहाँ कसैको मृत्यु भएर घाटमा लैजानु पर्यो भने हामी फर्केर घर आएर नुहाई धुवाई गर्दैनौँ, शुचि बन्नका निम्ति, स्वच्छ बन्नका निम्ति अथवा पवित्र बन्नका निम्ति नुहाई धुवाई गर्दैनौँ, किनभने हामीलाई थाहा छ त्यो माया हो भनेर। यसरी नै हामीले मायालाई चिन्नुपर्छ। हुन त भ्रम कस्तो हुन्छ भने आकाशको जुनलाई तल सरोवरमा अथवा नदीमा देख्यो भने तल पनि जुन माथि पनि जुन देखिन्छ, तर जुन त एउटै हुन्छ। त्यसरी नै हामीले हाम्रो सबै कुरा हामीले नै गरेको हो, मैले नै गरेको हो, म गर्न सक्छु, म बिना हुँदैन भन्ने कुरो सोच्नु हुँदैन। ईश्वरीय अनुकम्पा बिना हामीले केही कुरा गर्न सकेका हुँदैनौँ। यद्यपि हाम्रो निष्ठा, हाम्रो हार्डवर्किङ र हाम्रो लगनशीलतामा धेरै कुरा निर्भर गर्छ। तर यही हो, नित्य र अनित्य छुट्याउनुपर्छ, सत्य र असत्य हामीले छुट्याउन सक्नुपर्छ। जसरी बजारमा हामी देख्छौँ जादुगरले रुमाल हल्लाएर पैसा झार्छ अनि हामीलाई ताज्जुब बनाउँछ। केही बेरपछि थपडी मार्न लगाउँछ र आफैले 1 रुपैयाँ 5 रुपैयाँ बटुलेर उसको जीवन गुजारा गर्छ। त्यो सत्य होइन, तर हामी भ्रममा परिरहेका हुन्छौँ। यस्तै कुरामा हामी भ्रममा नपरौँ, सत्य के हो जानौँ र हामीले आफैलाई सर्वोसर्वा नठानौँ। सर्वोसर्वा त भगवान नै हुनुहुन्छ भन्ने कुरा जानौँ अनि उहाँप्रति हामी शरणापन्न हौँ। त्यसले हाम्रो कल्याण हुन्छ। आजलाई चतुश्लोकी श्लोकबारे सानो विश्लेषण, सानो सारांश यति नै। धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।